नमस्कार हजुरहरू सबैलाई र आज हामीले यो डिपार्टमेन्ट अफ आयुषले आज यो प्रेस कन्फरेन्स बोलाएको कारण चाहिँ के हो भने हजुरहरू सबैलाई याद छ कि इन्टरनेसनल योगा डे इज सेलिब्रेटेड एभ्री इयर एन्ड दिस इयर इट्स द 12th इन्टरनेसनल योगा डे एन्ड दिस इयर द थीम फर योगा डे इज योगा फर वेलनेस विजडम एन्ड वर्ल्ड पीस सो यही सन्दर्भमा है यो मिनिस्ट्री अफ आयुषले मिनिस्ट्री अफ आयुष हेज लन्च्ड 14-day योगा अनलाइन योगा प्रोग्राम इन कोलाबोरेसन विथ हाबिल्ड योगा सो यो चाहिँ हाम्रो लागि किन इम्पोर्टेन्ट छ भने विल बी फोकसिङ अन दिस पर्टिकुलर program only because the ministry is aspiring to create a world record by 27th May 2026 with maximum participation. So हामीले चाहिँ के गर्दैछ भने चाहिँ यो अब सिक्किमको पनि एउटा यसमा सिक्किमले पनि एउटा एकदमै ठुलो भूमिका निभाउन सक्छ है र जति हाम्रो पार्टिसिपेसन बेसी भयो त्यति नै यो जुन चाहिँ नेसन वाइड इनिसिएटिभ जुन चाहिँ मिनिस्ट्री अफ आयुष ले लिएको छ है त्यसमा हामी पनि कन्ट्रिब्युट गर्न सक्छौँ भन्ने अनि यति मात्रै नभएर विल बी कमिङ अप विथ के भन्छ काउन्टडाउन इभेन्ट्स before 21st June 2026 also because 21st June is the main event. So before that also we have many countdown events, activities and the online र offline mode दुईटामै हामी गर्छौँ र हाम्रो यही बिन्ती छ सबैजनालाई कि तपाईहरुले एकदमै यो आयुष डिपार्टमेन्टको मात्रै एउटा नभएर चाहिँ यो चाहिँ हरेक किनभने योग भन्ने चिज त सबैको स्वास्थ्यको लागि राम्रो हो है र त्यसले गर्दाखेरि हरेक जति पनि तपाईहरु हुनुहुन्छ है तपाईहरुले यो योग चाहिँ आफ्नो लाइफमा अपनाउनु भयो भने चाहिँ नथिङ लाइक इट सो वी अर्ज एभ्रीवन टु पार्टिसिपेट इन दिस इनिसिएटिभ अनि दिस मर्निङ ओन्ली वी ह्याड अ मिटिङ विथ अल the HODs which was chaired by our chief secretary श्री आर तेलाङ सो उहाँले पनि डिपार्टमेन्ट्सहरु सबैलाई नै जति पनि डिपार्टमेन्ट्सको एचओडीजहरु छ उहाँहरुलाई त्यही भन्नु भएको छ कि उहाँहरुले चाहिँ अलिकति यो जुन चाहिँ पार्टिसिपेसन छ त्यसलाई चाहिँ एकदम नै एन्करेज गरिदिया जाओस् भनेर एन्ड उहाँहरु आफै पनि पार्टिसिपेट गरेर र अरूलाई पनि पार्टिसिपेट गर्नु भनेर उहाँले अनुरोध गर्नु भएको छ अनि त्यसको बादमा अब के भन्छ हाम्रो अनरेबल एडभाइजर सर यहाँ हुनुहुन्छ है सो मेन अब इभेन्ट्सहरु कसरी जान्छ है कस्तो पाराले चाहिँ हामीले गर्दैछौँ आयुष डिपार्टमेन्टले के चाहिँ सोचेको छौँ यो चाहिँ एउटा 21st जुनको मात्रै एउटा इभेन्ट नभएर चाहिँ योगा शुड बी अ कन्टिन्युअस प्रोसेस एन्ड देन मिनिस्ट्री अफ आयुष has also come up with an initiative of yoga 365 भनेर पनि आएको छ सो यो हाम्रो 21st जुनसम्म मात्रै सीमित नभएर यो हाम्रो अल इयर राउन्डको नै प्रोग्राम्सहरु हुन्छ है र त्यसमा म हाम्रो अनरेबल एडभाइजर सरलाई काइन्डली मिडियालाई ब्रिफ गरिदिनुस् भनेर रिक्वेस्ट गर्छु थ्यांक यू नमस्कार जति पनि उपस्थित प्रेस मिडिया प्रिन्ट मिडिया अनि डिजिटल मिडियाबाट आउनु भएको छ हजुर सबैलाई आयुष विभागको तत्वावधानमा गरेको यस प्रेस विज्ञप्तिमा म आन्तरिक हृदयबाट न्यानो अभिवादन अनि स्वागत अभिवादन टक्राउँदै नमस्कार गर्न चाहन्छु विशेष यो इन्टरनेसनल योगा डे को विषय अनि स्पेशली योगा डे योगा फर एभ्री डे जुन प्रकारको अहिले मिनिस्ट्री अफ आयुषको इन्स्ट्रक्सनमा गाइडलाइन्समा भइरहेको छ त्यही कुराको सिलसिलामा हजुरहरूलाई बोलाएको छौं र यो कार्यक्रममा अघिबाटै मेरो माझमा बायाँ साइडमा सेक्रेटरी डिपार्टमेन्ट अफ आयुष सुचित्रा रसाइली म्याडमले ब्रिफ गरिसक्नु भएको छ यसरी नै मेरो दायाँतर्फ हाम्रो एसपीओ म्याडम डिपार्टमेन्ट अफ आयुष हुनुहुन्छ अनि डाक्टर सिमरन हाम्रो डिपार्टमेन्ट अफ आयुषको उहाँ हुनुहुन्छ योगा एन्ड नेचुरोपैथी अनि सरी अघि म एडिसनल म्याडम यहाँ हुनुहुन्छ उहाँलाई परिचय गर्न चाहन्दैछु विशेष यो अन्तर्राष्ट्रिय योग दिवस जुन प्रकारको एभ्री 20 जुन 21st मा गरिँदैछ त्यो त एभ्री इयर नेचुरल गरिरहेकै छ तर त्यो भन्दा अगाडि जुन चाहिँ हिजो अस्ति भर्खरै मात्रै हाम्रा विभागीय माननीय मन्त्री श्रीमान जीटी ढुङ्गेल साहबले
अघिबाट उहाँको प्रेस विज्ञप्तिमा उहाँको डिजिटल मिडियाबाट प्रिन्ट मिडियाबाट सबै पब्लिकलाई अवगत गराइसकेको छ, उहाँहरूलाई एउटा अपिल चढाइसकिएको छ। यसरी नै हामीले अझै डिटेल्समा अब आउने दिनमा हाम्रो कार्यक्रमहरू के कसो छ, अनि सिक्किम सरकारको सम्माननीय मुख्यमन्त्रीले भर्खरै एडुकेसन डिपार्टमेन्टका झन्डै 800 भन्दा ज्यादा 825 जना शिक्षकहरू जतिजना चाहिँ योगासँग सम्बन्धित थिए, योगा ट्रेनिङ सकेर आएर अहिले आफ्नो आफ्नो विभागमा गएर त्यस दिन पनि उहाँले अलरेडी सबै हाम्रो सिक्किमभरिका सम्पूर्णवासीलाई सिक्किमको एउटा उदाहरणीय एउटा हाम्रो जुन चाहिँ पार्टिसिपेन्ट्स अफ योगा छ यसमा चाहिँ सबैजनालाई आइदिनुहोस्, गरिदिनुहोस्, अनलाइन रेजिस्ट्रेसन गरिदिनुहोस् भनेर अपिल अघिबाटै गरिसक्नु भएको छ भने यसरी नै आज हामी प्रेस विज्ञप्ति मार्फत विशेष यो अनलाइन रेजिस्ट्रेसनको म्याटर अनि जुन चाहिँ अन्तर्राष्ट्रिय योग दिवसको विषयमा विस्तार मात्रामा अलिकति केही कुरा गर्न चाहँदैछौँ। र विशेष अहिलेको फिलहाल डेमा अस्ति भर्खरैदेखि स्टार्ट भएको डिपार्टमेन्ट अफ आयुष, मिनिस्ट्री अफ आयुषबाट सुरु भएको जुन चाहिँ मेजर इभेन्टहरू, जस्तो अहिले अनलाइन योगा क्लासेस बिहान तपाईँको 6:30, 7:30, 8:30 मर्निङको सेसन छ, अनि इभिनिङमा तपाईँको 6, 7, 8 PM यो चाहिँ हबिल्ड योगा 14 days एन्ड सर्टिफिकेसन्स भन्दैछ, जुन चाहिँ अनलाइन रेजिस्ट्रेसनबाट, जुन चाहिँ अनलाइन रेजिस्ट्रेसनको नम्बर म यहाँबाट अवगत गराउन चाहन्छु। जुन चाहिँ रेजिस्ट्रेसनको नम्बर छ 180031570008। रिपिट 180031570008। यो रेजिस्ट्रेसन अनलाइन रेजिस्ट्रेसन नम्बर हो। यो नम्बर नगरेर डाइरेक्टली यो अनलाइनमा हामीले जुन चाहिँ यो हबिल्ड योगा 14 day सिरिज छ यसको सिक्किमबाट अघिबाट म्याक्सिमम पार्टिसिपेन्ट भइसक्नु भएको छ। तर प्रायः जस्तो हाम्रो डिफ्रेन्ट सेक्टरहरू छ, जस्तो डिपार्टमेन्टमा पनि आफ्नो थुप्रै डिपार्टमेन्टहरू छ, जो 6वटा डिस्ट्रिक्ट छ, डिस्ट्रिक्टका डिसी साहबहरू जसरी अब जिल्ला अध्यक्षहरू, उपाध्यक्षहरू, त्यस्तै प्रकारले जिल्ला पञ्चायतहरू, पञ्चायतगणमा बिडिओ साहबहरू, अनि प्रमुख अब एसडिएम साहबहरू, बिडिओ साहबहरू, सबै ग्रामीण स्तरका प्रत्येक वार्ड लेभलसम्म पनि यसको रेजिस्ट्रेसन गरेर अनि एउटा सिक्किमलाई एउटा उदाहरणीय योगसँगको सम्बन्धित हुनमा यसको जोडिएर यसलाई सक्सेस होस् भन्ने चाहिँ सबैभन्दा ठुलो विभागको एउटा उद्देश्य हो। सिक्किम सरकार सम्माननीय मुख्यमन्त्रीले अघिबाटै यसको अपिल गरिसक्नु भएको छ, सबैलाई गराइदिइसक्नु भएको छ। र विशेष यो अहिले हुँदै गएको चाहिँ जस्तो यो हबिल्ड योगा 14 days कोर्समा अहिले अब हामी स्वयं पनि गर्छौँ, डिपार्टमेन्टको गरिरहेको छौँ। लाइभ चाहिँ अब 7 days, 6 days, 7 days अहिले पनि गर्न सकिन्छ, भोलि पनि गर्न सकिन्छ। यो हामी प्रेस एन्ड मिडियाबाट हामी प्रचार प्रसार गर्न चाहन्छौँ। र यो चाहिँ अलरेडी भारत सरकारको माननीय प्रधानमन्त्रीको नेतृत्वमा मिनिस्टर अफ आयुषले एउटा भारत चाहिँ जुन चाहिँ योग प्रकारले चिनिँदैछ योग, त्यो योगबाट चाहिँ एउटा वर्ल्ड रेकर्ड गराउनुको लागि भारत देश त वर्ल्ड रेकर्ड हुनमा सक्षम बन्न गइरहेकै छ। तर भारत देशमा परेको 22औं राज्य सिक्किम, जुन चाहिँ हाम्रो जनप्रिय नेता सिक्किम सरकार सम्माननीय प्रेमसिंह तामाङ गोलेज्यूको नेतृत्वमा जुन चाहिँ एउटा पहिलोचोटि इस्टाब्लिसमेन्ट अफ आयुष डिपार्टमेन्ट छुट्टै खोलेर एउटा नयाँ इतिहास रचेर र यसको कार्यक्रममा जति पनि हाम्रा जस्तो प्रकारले म स्वयं एउटा एडभाइजरको रूपमा एपोइन्टेड गरिदिनु भएको छ, हाम्रोमा चेयरपर्सन हुनुहुन्छ, ओएसडीज हुनुहुन्छ, सबैजना हुनुहुन्छ। हामी सबै मिलेर एउटा टिमवर्कको नाताले डिपार्टमेन्टलाई अघि बढाउने, यो नयाँ विभागलाई अघि बढाउने कोसिसमा छौँ। र यो कोसिसको साथमा सबैभन्दा ठुलो चाहिँ 21 जुनभन्दा अगाडि आउनेको जुन चाहिँ हबिल्ड योगा 14 days सर्टिफिकेसन कोर्स जुन चाहिँ छ, यो चाहिँ एकदमै उदाहरणीय छ र एकदमै सजिलो छ। र सबै हामीले जस्तो प्रकारले यो सर्टिफिकेटमा जुन चाहिँ यस्तो अब हामीले चेयरमा बसेर पनि गर्न सकिन्छ, बेडमा बसेर पनि गर्न सकिन्छ। जस्तो प्रकारले हामी गाडीमा जाँदैछौँ, हरेक यात्रा हुन्छ, हामी जहिले पनि हाम्रो डेली लाइफ एकदमै व्यस्तता छ, एभ्रिडे हामी एकदमै बिजी छौँ अहिलेको वर्ल्डमा, र वर्ल्डै एकदम बिजी छ। त्यसले गर्दाखेरि हामी हिँड्दाखेरि कस्तो प्रकारले यसलाई योगाको हामीले कतिवटा आसनाहरू गर्न सक्छौँ, यस्तो थुप्रो भेरिएसन छ जुन चाहिँ यसमा अनलाइन रेजिस्ट्रेसन गरेर तपाईँ हामीले यसको सहभागी भएर फाइदा उठाउन सक्छौँ। र 14 दिन जतिजनाको पुग्छ उहाँहरूले सर्टिफिकेट पनि पाउनुहुनेछ। र यो हामी आयुष विभागको तर्फबाट सम्पूर्ण जनसमुदायलाई यो बिन्ती बिसाउन चाहन्छौँ र सिक्किमबाट प्रत्येक वार्डका पञ्चायतहरूलाई, जिल्ला पञ्चायतगणलाई
अनि हाम्रा जति एसएचजी वर्कर्सहरू हुनुहुन्छ, हाम्रो एसएचजीका हुनुहुन्छ, आँगनबाडी हुनुहुन्छ, आशा वर्कर्सहरू हुनुहुन्छ, हेल्थ वर्कर्सहरू हुनुहुन्छ, जति पनि हाम्रो एनजिओजहरू हुनुहुन्छ, तमाम जति पनि हाम्रा सोसाइटीका जति स्पोर्ट्स फेटर्निटीहरू हुनुहुन्छ, कल्चर फेटर्निटीको हुनुहुन्छ, सबैजनालाई हामी यस प्रेस विज्ञप्तिबाट अनुरोध गर्न चाहन्छौँ, तपाईँहरूले चाहिँ यस हवेल योगा 14 डेज सर्टिफिकेट कोर्स चाहिँ अहिले अनलाइन चलिरहेको छ। यो हिजोअस्तिसम्म एउटा डिक्लेयर डेट थियो, जसको चाहिँ 27 मेसम्म मात्रै लास्ट डेट थियो, तर अहिले घरि फेरि अहिले भर्खरै कन्फर्मेसन आएको छ। यो अनलाइन रेजिस्ट्रेसन अनि योगा मर्निङ एन्ड इभिनिङ सेसन चाहिँ 21 जुनसम्म फेरि यसलाई कन्टिन्यू गराएको छ, जुन चाहिँ 21 जुनमा हाम्रो अन्तर्राष्ट्रिय योगा दिवस हुन गइरहेको छ। र त्यसले गर्दाखेरि यो तमाम हाम्रो सिक्किमलाई पनि एउटा उदाहरणीय रूपमा अनि सबैको परिवारमा अनि सबैजना एउटा रोग नभएको कोही पनि छैन। रोगलाई कसरी, जस्तो अब कसैलाई क्यान्सर पेसेन्ट हुनुहुन्छ, कसैजना अब कतिवटा किडनी पेसेन्ट छ, कतिजनाको ब्याक पेन छ, कतिजनाको थुप्रो किसिमको रोगहरूले सताइरहेको छ। अनि जति पनि स्कुल गोइङ चिल्ड्रेन्सहरू हुनुहुन्छ, जति पनि हाम्रो डेली वर्किङ हुनुहुन्छ, जस्तो अब पुलिस पर्सनल्सहरू हुनुहुन्छ, सबै अब ट्राफिकमा काम गर्ने हुनुहुन्छ, सबैजनाको जति पनि आफ्नो आफ्नो काम त गरिरहेको छौँ, तर अलिकति भए पनि योगालाई कुन प्रकारले टाइम दिएर हाम्रो हेल्थलाई हेल्दी कसरी बनाउने, त्यसको जुन चाहिँ भेरिएसन छ यो चाहिँ प्रचुर मात्रामा यो मिनिस्ट्रीबाट काम भइरहेको छ। र सबैलाई यो चाहिँ सबै हाम्रो स्टुडेन्ट कलेजका नानीहरूले यसलाई तपाईँहरूले अनलाइन रेजिस्ट्रेसन गरेर एउटा यसको कोर्स गरेर सर्टिफिकेट पनि पाइन्छ। साथसाथै सर्टिफिकेटभन्दा ठुलो कुरो चाहिँ आफ्नो स्वास्थ्यको लागि एउटा एकदमै फाइदाजनक छ र यो बिन्ती बेचाउन चाहन्छौँ। र यो विषयमा मैले अलरेडी यति भनिसकेँ। र अर्को कुरा के छ भने 21 जुन अन्तर्राष्ट्रिय योगा दिवस इन्टरनेसनल योगा डेको विषयमा डिपार्टमेन्ट आयुषको अगुवाईमा जुन प्रकारको कार्यक्रम सम्माननीय मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ, त्यही हिसाबले हाम्रो विभाग अनि माननीय मन्त्रीको दिशानिर्देशन अनि हाम्रो सेक्रेटरी म्याडम अनि सबै टिम आयुषले एउटा ठुलो एउटा प्रोग्राम प्रेजेन्टेसन अघि भर्खरै मात्रै चिफ सेक्रेटरीकोमा दिइसकेर आइसकेको छौँ। र मेन इभेन्टहरू छ, जस्तो प्रकारले अफलाइन इभेन्ट्स सबै अनलाइन मात्रै गरिने होइन, अफलाइनमा पनि हामीले युट्युबको माध्यमबाट, फेसबुकको माध्यमबाट अलरेडी प्री रेकर्डेड यो चिजहरूलाई भन्नु सकिन्छ। जस्तो अब यो भेरिएसन चाहिँ के छ भने तपाईँको हामीले कहाँ अफलाइन गरिन्छ भने चाहिँ डिपार्टमेन्ट अफ आयुषको इनिसिएसन के छ भने हामीले जस्तो प्रकारले भेरियस लोकेसनमा, जस्तो प्रकारको डिस्ट्रिक्ट वाइज गएर हुन्छ, तपाईँको कम्युनिटी सेन्टरतिर भयो, जस्तो प्रकारको स्कुल एन्ड कलेज, हामी स्कुलहरू कलेजमा पनि डिपार्टमेन्टबाट गएर त्यहाँनिर नानीहरूलाई एउटा यो योग विषयमा प्रशिक्षणमा अगाडि बढाउने। त्यस्तै प्रकारले वर्कप्लेस वेलनेस सेसन, जतिजना पनि हामीले वर्कप्लेसमा बसिरहेको छौँ, जतिजना अहिले अब डिजिटल को समय छ, सबै कम्प्युटर रिलेटेड छ, सबैजनाको ब्याक पेन, आँखा, यो थुप्रो कुरा छ। यसको थुप्रो भेरिएसनमा चाहिँ एउटा सक्सेसफुली कार्यक्रम लिएर डिपार्टमेन्ट आयुष अघि बढेको छ। र वर्कप्लेसमा जुन प्रकारको स्ट्रेसहरू छ यसलाई कसरी योगा माध्यमबाट हामीले सक्षम बनाउन सक्छौँ, त्यसको प्रक्रियाहरू डिपार्टमेन्ट आयुषले गर्दैछ। अर्को कुरा छ पब्लिक अवेरनेस सेसन, पब्लिकहरूलाई योगाको विषयमा अवेरनेस कसरी गराउने, यो पनि हामीले तयार पारेको छौँ। त्यस्तै प्रकारले मास योगा डेमोन्स्ट्रेसन छ, मास योगा कम्पिटिसन छ। अहिले त हाम्रो प्रायः जस्तो स्कुल्सहरूमा नानीहरूले धेरै प्रकारको कम्पिटिसनहरू गरेको छ, योगाहरूमा धेरै अघि बढ्नु भएको छ। उहाँहरूलाई पनि अगाडि बढाएर त्यो कम्पिटिसन्सहरूलाई पनि हामीले डिस्ट्रिक्ट वाइज होस्, स्टेट वाइजको कम्पाइल गरेर अन्तमा अन्तर्राष्ट्रिय दिवसको दिन चाहिँ त्यो प्रदर्शनी गर्ने पनि डिपार्टमेन्ट एउटा सोच राखेको छ। त्यस्तै प्रकारले डिस्ट्रिक्ट लेभलमा पार्टिसिपेन्ट्स छ, जस्तो अब हामीले जहाँ पनि जानु छ हामीलाई ट्याक्सी चालकको एउटा सहायता चाहिन्छ, तर उहाँको एभ्री डेको रुटिन छ, बिहानदेखि सर्भिस लानु, बेलुकादेखि बेलुका फर्केर आउनु, उहाँलाई जुन प्रकारको एउटा ब्याक पेन हुन्छ, जुन प्रकारको उहाँको एउटा स्टेरिङमा ब्यालेन्स एउटा अगाडि ल्याएर हिँड्नुपर्छ, रेस्पोन्सिबिलिटी हिँड्नुपर्छ, एउटा स्ट्रेस छ, टाइमिङ कभर गर्नु छ, यो सबैलाई पनि धैर्यताको साथमा राखेर चाहिँ डिपार्टमेन्ट आयुष अघि बढेको छ। उहाँहरूको विषयमा जस्तो उहाँले एभ्री डेको त्यो ड्राइभिङ गर्दाखेरि जुन प्रकारको उहाँले समस्या भोगिरहेको छ, जुन प्रकारको पेन भइरहेको छ, यो कुराहरूलाई पनि एउटा सही प्रकारले उहाँहरूको कुन चाहिँ योग प्राणायाम गर्दाखेरि उहाँको यो बिमारीहरू जाति हुन्छ, यो विषयहरू लिएर पनि डिपार्टमेन्ट अफ आयुष यसरी आएको छ। यो अहिले तपाईँहरूलाई जति मैले भन्दैछु यो चाहिँ अफलाइनको
हामीले गरेर यसलाई डेमोन्स्ट्रेसन गराउने कुराहरू भन्दैछौँ। अब अर्को फेरि डिपार्टमेन्ट अफ सिक्किम आयुषले एउटा अनलाइन प्री रेकर्डेड सेसन एस्पिरेसनल एउटा इनिसिएटिभ सुरु गरिएको छ, जुन चाहिँ स्पेसल योगा सिरिज भन्छ। जस्तो अब स्कुलको चिल्ड्रेन नानीहरूलाई घरमा आयो डिजिटल क्यामेरा है, उहाँहरू होइन भने टिभी, अदरवाइज स्कुल गयो कम्प्युटर, अदरवाइज ट्याब्लेट, यो प्रकारले गएर हाम्रोमा एउटा जस्तो अब सिम्पल एक्जाम्पल हामीले एउटा मोबाइल चलाउँदैछु, फेसबुक चलाउँदैछु, स्क्रोल गरेछ एकछिन एउटा 1 सेकेन्ड माइन्डले एउटा अलिकति पनि सस्टेन छैन कि एउटा अलिकति एक्सेप्ट गरेन भने त्यो अर्को सिरिज चेन्ज गरिहाल्छ। त्यसले गर्दा यो मेन्टल टलरेन्स जुन चाहिँ डे बाई डे डिस्ट्रोय भएर जाँदैछ, यो चाहिँ भोलिको लागि एकदमै हानिकारक छ। त्यसले गर्दा यो इनिसिएटिभ चाहिँ प्रत्येक स्कुलको नानीहरू प्राइमेरी लेभलदेखि +2 सम्म, कलेज लेभलदेखि युनिभर्सिटीसम्म चाहिँ यो इनिसिएटिभ हुनुपर्छ भन्ने सिक्किम सरकारको सम्माननीय मुख्यमन्त्रीको ठुलो निर्देशन आयुष विभागलाई छ। र आयुष विभागको तत्वावधानमा यो खालको कार्यक्रम लिएर हामीले योगा टनिक फर द स्कुल चिल्ड्रेन भनेर यो कार्यक्रम आउँदैछ। यसको डिटेल्स विस्तार हामी अगाडिको दिनमा यसरी अनलाइन मार्फतबाट नानीहरूलाई शिक्षा दिने योग प्रशिक्षणको काम गरिँदैछ। अर्को छ तपाईँको अफिस वेलनेस योगा सिरिज भन्छ। अफिसमा हामी एभ्रिडे गयो है, एक ठाउँमा बस्यो, एक कुनामा बस्यो, न उहाँले घाम पाएको हुन्छ, न उहाँले टाइममा उहाँले अक्सिजन लेभलहरू पाएको हुन्छ, न उहाँले कुनै प्रकारको एउटा एन्भाइरोमेन्ट पाएको हुन्छ। त्यो एन्भाइरोमेन्टबाट मान्छे बस्दाखेरि अटोमेटिकली आज दिनै एभ्रिडे सुसाइड रेटहरू बढिरहेको छ। एभ्रिडे मान्छे राम्रै आएको मान्छे भरे आएर उसको धेरै प्रकारको सोच विचारहरू बदलिरहेछ। र यो वर्क प्लेसमा पनि हामीले कुन प्रकारले मानिसको मानसिक सन्तुलनलाई वेलनेसमा कसरी ल्याउनु, आफ्नो माइन्ड बडी सोललाई चाहिँ हाउ टु कन्ट्रोल एन्ड ब्यालेन्स आवर लाइफ भन्ने विषयलाई पनि प्रत्येक वर्क प्लेसमा यो कार्यक्रमहरू लिएर आएको छौँ। यस्तै प्रकारले अब अर्को छ तपाईँको हेल्थ केयर वर्कर्स। हामी सानो बिमारी भयो एउटा हस्पिटल जान्छौँ है, नर्सेसको सहायता लिन्छौँ, एउटा सानो यसको कामको उहाँहरूको है कम्पाउन्डरहरूको सहायता लिन्छौँ, तर उहाँहरूले सबैलाई हामीलाई ठिक बनाएर पठाइदिनुहुन्छ। तर एक्चुअली जुन प्रकारले उहाँले हस्पिटल वर्कर्सहरूले आफ्नो लागि एउटा टाइम निकाल्नु सकेको हुँदैन, खाना पकाउनु पर्छ, सबै कुरा आफ्नो टिममा एड गरिन्छ। त्यसले गर्दाखेरि उहाँहरूलाई पनि विशेष ध्यानमा राखेर हस्पिटल वर्कर्सहरूलाई कसरी चाहिँ हामीले योगको अनलाइन योगाको मार्फतबाट उहाँहरूलाई अलिकति फिटनेस मेन्टेन गरिन्छ, यो कुराहरूमा पनि आयुष विभागबाट यो तयारी हुँदैछ। र यो विषय पनि हामी 21 जुनभन्दा अगाडि नै यसको सिरिजमा अगाडि बनाउनेवाला छौँ। त्यस्तै प्रकारले तपाईँको पुलिस पर्सनल्स, अघि मैले भन्दै थिएँ, पुलिस पर्सनल एउटा ट्राफिकको एक्जाम्पल लिउँ। बिहानदेखि बेलुकासम्म उहाँले सिटी फुकेर एभ्रिडे निकै उभिनु पर्ने हुन्छ। त्यस्तै प्रकारको धेरै एउटै मात्रै पोजिसनमा मान्छे बस्दाखेरि उहाँलाई धेरै प्रकारको प्रब्लमहरू आएको हुन्छ। त्यसले गर्दाखेरि पुलिस पर्सनल ट्राफिकमा जाँदाखेरि उहाँहरूलाई कुन प्रकारको प्रब्लम, कुन चाहिँ योग आसन प्राणायामले चाहिँ उहाँको एउटा फेसिलिटिजमा हेल्थलाई राम्रो हुन्छ, यो विषयमा पनि छुट्टै प्रकारको कार्यक्रम हामीले तयार बनाएको छौँ। यो आउनेवाला छ। त्यस्तै प्रकारले सबैभन्दा ठुलो अब हाम्रो अहिले सिक्किममा होस् चाहे वर्ल्डमै होस्, अहिले क्यान्सर सर्भाइभर्स, यो क्यान्सर सर्भाइभर्स एन्ड केयर गिभर्स, बिचरा कोही न कोही घर परिवारमा फ्यामिलीमा एउटा क्यान्सर भयो भने क्यान्सरको ट्रिटमेन्टको लागि एउटा भिजिटर्स जानु पऱ्यो, साथमा 24/7 हामीले टाइम दिनु पऱ्यो। तर क्यान्सर जो पेसेन्ट हुनुहुन्छ उहाँलाई त एउटा ट्रिटमेन्ट जुन प्रकारको डक्टरको एडभाइस मुताबिक भइरहेको छ, तर जसले उहाँलाई केयर गर्दैछ, जसको उहाँको एउटा सपोर्ट पार्टनर्सहरू छ, जसको भिजिटर्सहरू छ जो पेसेन्टको, उहाँको लाइफमा जुन प्रकारको स्ट्रेस मर्निङ इभिनिङ 24/7 उहाँको हुँदैछ, त्यो उहाँलाई पनि एउटा क्यान्सर सर्भाइभर्स र केयर गिभर्स जसले केयर गर्छ उहाँहरूको लागि पनि उहाँहरूको लागि एउटा छुट्टै हाम्रो योग प्राणायामबाट एउटा गराउने उहाँहरूको एउटा सेसन नै अलग्गै राखिएको छ। त्यो पनि हाम्रो इनिसिएटिभ अर्को छ। अर्को छ तपाईँको यो जेरेटिक पपुलेसन्स, जस्तो 60 वर्षदेखि उँभो पुगेका अति आदरणीय पूजनीय आमा बाबाहरू जसले घरदेखि बाहिर निस्किन सक्नुहुन्न, वक गर्न सक्नुहुन्न, कतिजना व्हिल चेयरमा हिँड्न सक्नुहुन्न, उहाँहरूको लागि पनि बसी एउटा जेरेटिक वारको लागि एउटा सबैभन्दा ठुलो ओल्ड एज एजिङ हुँदै गएपछि मान्छेको हड्डी दुख्ने यो गर्ने सबै कुरोको प्रब्लमलाई यसको लागि पनि एउटा विभागबाट एउटा हल्कै यसको प्रोग्राम्सहरू योग प्राणायामकै भइसके यो हुने आउँदैछ हाम्रो। त्यस्तै प्रकारले यस्तै प्रकारको थुप्रो अब योगा एन्ड साइन्स अनि भेराइटी अफ एउटा सिरिज छ यसको,
यो कुराहरूलाई पनि अब योगा चाहिँ अब कस्तो साइन्स हो, योगा धेरै किसिमको छ, योग थुप्रो किसिमको अब योगालाई चाहिँ अब साइन्ससँग कस्तो प्रकारले यौगिक साइन्सबाट यसलाई अगाडि बढाउन सकिन्छ, यो कुराहरू छ, यो टपिक छ। त्यसै गरी योगा इमर्जेन्सी किट है सिरिजहरू, योगा फर द अब चालक एन्ड ट्रान्सपोर्टरको मैले अघि भने अरे योगा फर द ट्राफिक स्ट्रक इन्डिभिजुअल्स। हामीले जस्तो अब ट्राफिकमा स्ट्रक भइरहेको छ, हामी बसिरहेको छौँ, टाइममा पुग्नु सकेको छैन, अब स्ट्रेस छ मेन्टल, त्यो समयलाई पनि योगबाट कन्भर्ट गराएर कसरी चाहिँ हामीले त्यो समयलाई गर्न सक्छौँ त्यो विषयलाई पनि एउटा कभरेज हो। यो चाहिँ अब सिम्पल एउटा कम्ती मात्रामा एउटा सिरिज तपाईँहरूलाई हामीले यहाँ दिँदैछौँ। योभन्दा अरू कार्यक्रम पनि हामीले हुँदैछ, त्यसले गर्दा तपाईँहरूलाई म यही बिन्ती बिसाउन चाहन्छु। र यो साथसाथै हाम्रो आउने दिनमा चाहिँ अब भव्यताको साथमा कुनै न कुनै जग्गा जहाँ चाहिँ आइदर पाल्जर स्टेडियम होस्, आइदर सिक्किमको कुनै पनि एउटा सबैभन्दा राम्रो जग्गालाई अन्तर्राष्ट्रिय योग दिवसको सबैभन्दा सुइटेबल जग्गा सबैको लागि जानेर पनि हुन्छ। हामी त्यसको लागि तयारीमा यो कार्यक्रमहरू राख्न आज तपाईँहरूलाई बोलाएको छ र हामी यही सबै जनसमुदायमा यो अपिल गर्न चाहन्छौँ। यो योगा फर एभ्रिडे जुन चाहिँ अहिले अनलाइन क्लास भइरहेको छ, अघि मैले भनिसकेँ, सेक्रेटरी म्याडमले पनि भन्नुभयो, सिक्किमका सम्मानित मुख्यमन्त्रीले पनि अपिल गरिसक्नु भएको छ, अनरेबल मिनिस्टर आयुष डिपार्टमेन्ट जीटी ढुङ्गेल साहबले पनि भन्नुभएको छ। र हामी सबै आयुष विभागको तर्फबाट आज यस प्रेस मिडियाको माध्यमबाट हामी बिन्ती बिसाउन चाहन्छौँ र सबैले यो योगलाई, प्राणायामलाई, यसलाई हामीले साथ लिएर अगाडि हिँड्यौँ भने सायदै हाम्रो आउने दिनमा चाहिँ कुनै प्रकारको जुन चाहिँ भएको मान्छेलाई अहिले मेन्टल डिसअर्डर छ, मेन्टलको प्रब्लम छ, थुप्रो किसिमको छ, ओबेसिटी छ, धेरै गरी स्ट्रेस छ, यो लाइफलाई ब्यालेन्स गर्नुको लागि चाहिँ एउटा ठुलो एउटा सोच राखेर अगाडि बढेको र यही कुराहरू तपाईँहरूलाई राख्दै हामी यहाँबाट मेरो यो 2 शब्द यहाँ राख्न चाहन्छु। धन्यवाद।